हेलो सो गाइस, स्वागत छ तपाईहरुलाई मेरो न्यू ब्लगमा। फेरि आइसकेका छौं हामी तपाईहरुको अगाडि न्यू छोटो मोटो ब्लग ल्याएर। आजको हाम्रो यो ब्लग बनिरहेको छ हाम्रो जंगलमा मसनघाटमा आएका छौं हामी चारजना नमुना, एकजना मेरो क्यामेराम्यान अनि एकजना भाइ अनि अर्को भाइ। ल यहाँ सन्दीप भाइले नमुना गरिसक्यो, हेर्नु त गाइस। सकरको ओइल निकालिदियो गाडी साइकलको, यहाँबाट निक्लिरह्यो। क्यामेराम्यान जुम गर, सरी देखा। ओइल निकाल्नेलाई नमुनाको थोप्रो। त भाइ के भन्न चाहनुहुन्छ अब? आई लभ यु। न यत्रो ओइल नोक्सान भयो, के भन्छौ अब तिमी? तिम्रो साइकलको ओइल नोक्सान भयो त के भन्छौ अब? यत्रो ब्रेक भाँच्यो त केही भएन, ओइल त नर्मल कुरा हो। भाइ सम्झिनुपर्छ। अनि तिमी के भन्छौ? म के नै त के गर्न आयो? सिले अङ्कलका चेला। कता चेला रे? सिले अङ्कलका चेला। कोही अङ्कलका ल अब अगाडितिर जाउँ, अब नदीतिर। जाउँ ल जाउँ, यता जङ्गलमा जाउँ। यता जाउँ न। ल के तानै मलाई छोडिदियो क्यामेराम्यान।